तिन केजी छ है छ 3 केजी धेरै टाइट गर्नु हुँदैन फेरि पखाल्दाखेरि राम्रोसँग पखाल्दैन ल अरू के के हुँदैछ 3 किलो हो ल 3 किलो आउने रास्ताबाट चाहियो रक्कमको दाउरा चाहियो होइन यसमा के हालिरहेको पानी त्यसमा किनाएर बिल्कुल पाउडर मिलाएर ब्लिचिङ पाउडर कति पानी धेरै धमिलो हुने गरी फोहोर हुने गरी पानी कति तिनचोटि डब्बा हाल्नु है पानी लगाउनु पर्यो बल्ब सेट भइसक्यो त्यसमा दबाई कतिचोटि चढाइरहेको तिनचोटि अब 2-3 दिन चाहिँ अब लार्वा लागिरहेछ 2-3 दिन चाहिँ कन्टिन्यू हाल्ने है त्यस पछाडि दिनमा 3 चोटिसम्म हाल्ने अहिले जिन्दगी भिस्नाले लार्वा पारिरहेछ त्यस पछाडि 9-15-16 दिन पछाडि चाहिँ अनि पुरै रोप्दिने सबै सिरिन्जहरू चलाइसक्यो नि होइन ल ठिक अरू केही समस्या छैन त्यो लार्वा छ यो लार्वालाई चाहिँ अब यो बर्खामा लार्वा यो बढी हिट भयो भने यो भयो भने मौसम मजाले खोल्नुपर्छ एउटा आफ्नो चाहिँ औषधि गरेपछि नभए जहाँ बढी देखिन्छ त्यहाँ सिरिन्ज सिक्ने लार्वा भयो यसमा एक दुईवटा तर मरेकै देख्छौँ हामी चाहिँ हेर्दाखेरि खासै जिम्मा हिँड्ने डर देख्छौँ यसमा चाहिँ अलिक कन्फ्युज गाउँमा बस्छ पन्चिङ चाहिँ सुरुमै प्लास्टिकमै गर कि कुरो बुझ्यौ अनि त्योबाट सुरुमा झन् कम्ती हुन्छ हुँदैन यो पछि ठुलो पाल बन्दैन भुसा छिर्न सक्दैन कि त्यही भएर यसरी चाहिँ बिउ गलिरहेछ गल्नु भने चाहिँ हिटको कारणले बढी ओभर हिटिङ भयो कि यो टरा हो छ नि त बोल भएको छ टरा हो छ यो बाक्लो भयो यो यहाँबाट यति जति ग्याप राख्ने कि अरू टरा बुझ्यौ दबाई हाल्न च्याउ चिप्ने त घुमेर सट्ट छिर्नु पाइयो घुमेर छिर्न पाइयोस् मजाले हेर्न पाइयोस् औषधि गर्दाखेरि यताबाट जाने मान्छे हामी यताबाट जानु पाएको थियौँ नि त बोल्नु भने यता फर्किनु पर्ने भयो औषधि गर्न पनि मिलिजाओस् सहज होइन सहज होस् मजाले पाकेन भने क्रिम लगाउँछ थाहा छ नि तपाईँलाई साँच्चै थाहा छ बनाउनै पर्दैन क्रिम गर्नु हरियो ढुसी भने त थाहा होला क्रिम बनाउनु थाहा छ पाक्नु पऱ्यो पाक्न चाहिँ मजाले पकाइदिएकै छ अहिले छ पाएछ अब पनि पाक्नु पऱ्यो पाक्दै छ पाक्नु